सो गाइज यो भिडियो चाहिँ स्किप नगर्नु होला। म एउटा सानो र मिठो कथा सुनाउँछु, कस्तो लाग्यो भन्नु होला है। यो चाहिँ मलाई मन परेको कथा हो, म हजुरलाई पढेर पनि सुनाउँछु र एकदमै राम्रो छ। यो चाहिँ भँगेराको बारेमा होइन। एकपटक के भएछ भन्दाखेरि राजा छाड्नको लागि जङ्गलमा चराहरू जम्मा भएका थिए। राजा छाड्नुपर्ने कुरामा सबै चराहरूको सहमत भयो, तर राजा को बन्ने विषयमा चाहिँ सहमत हुन सकेन। किनभने अहिलेको जस्तै जति पनि मन्त्रीहरू छन् सबैले म प्रधानमन्त्री बन्छु, म प्रधानमन्त्री भने जस्तै त्यति बेला पनि चराहरूले के भनेछन् भन्दाखेरि म जङ्गलको राजा बन्छु, म चराहरूको राजा बन्छु भनेछन् होइन। त्यस्तै गरी कसरी राजा छाड्ने त अब? चराहरूको छलफल चल्यो। लामो छलफलपछि निर्णय भयो कि सबैभन्दा माथि जो उड्न सक्छ त्यो नै के हुन्छ त चराहरूको राजा बन्छ भनेर भयो। हुन त साना चरालाई यो कुराहरू मन परेको थिएन, तर एउटा भँगेराले के भनेछ भन्दाखेरि सबै चराहरूलाई प्रेरणा दिएछ। हामी सानो छौँ भनेर हामीलाई कमजोर नसोचौँ, हामीले के गरेर देखाउनुपर्छ। सानो हुनुको अर्थ होइन कि हामी के गर्न सक्दैनौँ। जस्तै अहिले नेपालमा भयो त, जेएनजीहरूले गरे त, राम्रै गरे, किनभने नेताहरूले आफूलाई चिल सोचिरहेको थिए हो, लाइक त्यस्तै होइन। त्यसपछि उड्ने प्रतियोगितामा भाग त सबैले लिए, तर धेरै चराहरू धेरै माथिसम्म उड्न नसकेर फर्के। केही चराहरू माथिसम्म पनि पुगे, तर सबैभन्दा माथि चाहिँ को थियो त? चिल थियो। चिल घमण्डका साथ बोल्न थाल्यो, अब त जङ्गलको राजा म नै हुँ, अब मभन्दा माथि कोही उड्न पनि सक्दैन र जङ्गलमा अब म राज गर्छु। यो कुरा सुनेर साना चराहरू अब चिलले उनीहरू र उनीहरूको चल्ला खाने भयो भनेर डराए। त्यस बेला चिलको पिठ्यौमा भँगेरा आएर बस्यो कि हो भँगेरा। त्यस्तै अहिले भइरहेछ। नेताहरूले हामीलाई कति हेपे त, जनतालाई कतिसम्म हेप्न सके गरे त, जेएनजीले गर्न त गरे नि हो, लाइक सेम। त्यसै गरी भँगेराले के भनेछ भन्दाखेरि तिमी अहिले माथि छैनौ, म तिम्रो माथि छु र केही कदमले पनि म के छु त तिमीभन्दा माथि छु, अब जङ्गलको राजा को हुने भयो त? म हुने भयो भने भन्यो। र चिल अचम्म पऱ्यो, यो के भयो त एक्कासै मसँग, मैले के सपना देखिरहेको थिएँ के भयो भनेर ऊ अलमल्ल पऱ्यो होइन। यसरी भँगेरा जङ्गलको राजा बन्यो र चिल हेरेको हेरे है। त्यसपछि सानो भँगेरा जङ्गलको राजा भइसकेपछि सबै चराहरू खुसी थिए, तर चिल खुसी थिएन। यही खुसियालीमा नाचगान भयो सबैको। र अहिले पनि भँगेरा बिहानदेखि बेलुकासम्म किन यस्तो फुर्तिलो छ त? किनभने सदियोदेखि नै भँगेरा जङ्गलको राजा नै भएर आएको छ र अहिले पनि राजा नै छ है। र कस्तो लाग्यो त यो कथा होइन? तपाईँहरूले बुझिसक्नु भयो होला यो कथा मैले कसको लागि भनेर, के को लागि भने। र यदि बुझ्नु भएको छ भने कमेन्ट गर्नु होला, यो भँगेराको लागि हो कि कसको लागि भनेर।